सो हेलो एभ्रिवान, के छ सन्चै आरामै? म पनि सन्चै छु। सो पुरा भाइ र महरू चाहिँ हाँस्दै हाँस्दै कहाँ भने होला यति पछि भ्लगिङ गरिँदैछ। अल्छी पनि हो, लेजी पनि हो, सब हो म त होइन। त्यो भएर हाँसो लाग्यो कहिले काहीँ 3-4 महिना एकचोटि एउटा भ्लग भनेर हाल्छ कि एउटा टाइपको होइन, साथीहरू हाँसिहाल्न, त्यही भएर मिलेर हाँसौँ भनेर हो। सो खुट्टा सुट्टा यस्तो हालत छ, भाइ त राम्रो जुत्ता लाएर रहेछ। म चाहिँ यस्तै तरिकाले हिँडेर छु। हामी चाहिँ आज कहाँ जानला भन्दाखेरि हाम्रो लालगुडी साइडतिर एउटा एक ठाउँमा कहाँ भने थाहा हुन्छ। हाम्रो चाहिँ यहाँ गाउँको चाहिँ बाटो लास्ट यति नै हो, रोड चाहिँ यति हो हाम्रो यहाँको। ऊ पारि त्यो भ्यू, यो यसरी चिनेको मान्छेलाई थाहा छ यो कहाँ हो भनेर चाहिँ, अरूलाई थाहा छैन होला, हामीलाई थाहा छ। सो यो बाटो को हिँड्या चाहिँ हाम्रो गाइजहरू के अन्ला गाइजहरू बाख्रा चराउनु ला केटाहरू, हाम्रो बाख्रा चराउने एरिया हो यो। सो त्यही यहाँ चाहिँ खानेपानी रहेछ। अनि यस्तो हुलियामा आइरहेछौँ कि होइन, एकछिन तपाईँलाई देखाउने छौँ कहाँ हो किन आएको भनेर। सो त्यहीँ गएर हेरौँ। हजुर दाजु, यी हाम्रो लालु सुन्दर पानी हजुर कहाँ ए दौरा के दौरा ल्याउनु भयो उत्तिसका ल ठिक छ। हामी पर हेमराज दाइ यार जाने यार। सो यो चाहिँ हाम्रो गढी गाउँको भ्यू, यस्तो छ गाउँको माहौल। दसैँ भ्यायो, सबैजना गयो होइन भाइ। सो यहाँ सब गयो। सो यहाँ चाहिँ यस्तो भ्यू छ, हेरेर चाहिँ ऊ चुट्टान। सो एभ्रिवान, हामी चाहिँ यो किन्न आएको थियौँ तल। साउले चाहिँ टिपेर लिएर आउनुभयो। उहाँले चाहिँ नाइस बिहान को पो आएर लगिएछ। त्यो बुट्टाका टिप्नु न, आफै झाड्ने हुन् त्यो पनि एकछिन हल्लाउनु पर्छ तपाईँले। सो एभ्रिवान, हामी चाहिँ गढी गाउँबाट फर्किसक्यौँ। फर्किनु भन्दा पनि यो भाइले चाहिँ सामान बोकायो। यो सामान हो सामान, पुलिसले थाहा भएन मार्छ मा दाइ घरबाट लिएर सामान। सो त्यही हो। अब हाम्रो यहाँको बाटो कस्तो छ बाटो देखाउँछौँ। यस्तो खतम राम्रो छ हेरौँ गाई चाहिँ। हामी मायालु भएको ठाउँमा पुगिसक्यौँ। पुरा मायालु यहाँ बसेर बाटो कुरेर बसेछन्। खास चाहिँ उताबाट भिडियो बनाइदेऊ त। बनाएकै छ बनाएकै छ। हाम्रो गाउँको पिच रोड यहीँसम्म छ गाइजहरू, हाम्रो त छैन होइन। गरुडाको मार्दाखेरि पैदा कर सक्यो। गेलो पुट्छ स्विङ। ल कस्तो छ दाइ हाम्रो गाउँको बाटोहरू? एकदम दामी छ नि भाइ। हाम्रो गाउँको त त्यही हाइवे पिच यस्तै हो, के गर्नु होइन। त्यही गाइज बाटो कस्तो लाग्यो हेर्नुभयो, उकालो कस्तो छ, बाइकले कतिको पावर सो गर्नु पर्दछ होइन। त्यही हो।